नमस्कार। एउटा पुरानो भनाइ छ नि, सुन्नु भएको छ? कुन भनाइ होला? ती के झापालीहरू साँच्चै गफाडी र धूर्त हुन्छन् रे के? ए त्यो त पुरानै हो। बाउबाजेको पालामा त अझ के रे स्याङ्जाली गोर्खाली झापाली दाँज्ने चलन थियो रे नि। हो त नि, 100 स्याङ्जाली बराबर 10 गोर्खाली बराबर 1 झापाली, यस्तै के भन्थे रे। आज हामी यस्तै कुराहरूमा अलिक गहिरिएर हेर्दैछौँ। हामीले केही लेख, टिप्पणी अनि अरू जानकारीहरू पनि जम्मा गरेका छौँ। हो, र यो पुरानो धारणा अहिले पनि खास गरी सामाजिक सञ्जालतिर अलि फरक रूपमा सुनिन्छ। झापाली हो नि फेरि। अनि रमाइलो कुरा के छ भने हामीले हेरेका सामग्री अनुसार नि कतिपयले यसलाई नकारात्मक मात्र होइन कि बाठोपन वा चलाक भनेर गर्व गर्ने गरेको पनि देखिन्छ। ए हो र? हो। त्यसैले आजको हाम्रो छलफलको उद्देश्य नै यही हो। यो धारणा कसरी बन्यो, यसको पछाडि के तर्कहरू छन्, अहिलेको अवस्था के छ, यिनै कुरा खोतल्ने। ल त्यसो भए सुरु गरौँ न त। अहिले झापाको प्रभाव कस्तो छ? राजनीतिदेखि लिएर अरू क्षेत्रमा पनि झापाको उपस्थिति बलियो देखिन्छ नि, होइन र? सामग्रीहरूले के भन्छन् यसबारे? सामग्रीहरूले एकदम प्रष्टसँग देखाउँछन् कि खास गरी गिरिजाप्रसाद कोइरालापछि नेपालको राजनीतिको शक्ति केन्द्र अलिअलि गर्दै झापातिर सरेको जस्तो देखिन्छ। हो र? कसरी? हेर्नुहोस् न, प्रधानमन्त्री भइसकेका केपी शर्मा ओली अनि अहिलेका चर्चित पात्रहरू राजेन्द्र लिङदेन, दुर्गा प्रसाई सबै झापाकै हो त नि। यति मात्र कहाँ हो र? अहिले संसदको नेतृत्व हेर्नुभयो भने पनि सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राणा मगर दुवैजना झापाबाटै हुनुहुन्छ। ए हो त है। राजनीतिमा त पकड बलियो नै देखियो, तर अरू क्षेत्र नि, कला, सङ्गीत, खेलकुद? त्यसमा पनि झापापछि छैन। सामग्रीमा थुप्रै नाम उल्लेख छन्, जस्तो कि स्वर सम्राट नारायण गोपाल, उहाँ पनि झापाकै हो। अनि कलाकार विल्सन विक्रम राय, गायक प्रमोद खरेल, फुटबल खेलाडी अनन्त तामाङ, यी सबै झापा जोडिएका नामहरू हुन्। बर्तिका एम राईको नाम पनि थियो कि जस्तो लाग्छ। उहाँको नाम पनि आएको छ, तर स्रोतले उहाँको झापासँगको सम्बन्धबारे चाहिँ अलि अनिश्चितता देखाएको छ। जे होस्, उपस्थिति बलियो छ। भनेपछि यही कारणले होला त मान्छेहरूले देशै झापालीले चलाएको जस्तो कुरा गर्न थालेको। त्यो एउटा बलियो तर्क हुन सक्छ, पक्कै पनि। तर हामीले हेरेका केही लेखहरूले के पनि औल्याएका छन् भने नि, के देशका अरू ठाउँहरू जस्तै धरानले पनि त सङ्गीत र राजनीतिमा महत्त्वपूर्ण योगदान दिएको छ। हर्क साम्पाङ जस्ता व्यक्तित्वहरू छन्। त्यो पनि हो। त्यसैले कुनै एउटा क्षेत्रको मात्रै प्रभाव हेरेर निष्कर्ष निकाल्नु अलि हतारो हुन सक्छ कि भन्ने पनि देखिन्छ। ठिक हो। ल, प्रभावको कुरा त भयो, तर त्यो जुन खास आरोप छ नि, गफाडीपन वा धूर्तताको, त्यो चाहिँ कहाँबाट आयो होला? के यो झापाको माटोमै त्यस्तो केही छ? हावापानी, खानपान? सामग्रीहरूले त्यतातिर सङ्केत गर्दैनन्। हावापानी वा खानाको प्रभावलाई त ठाडै नकारेको पाइयो। ए हो र? हो, उनीहरूले पनि खाने उही दाल भात नै हो। हावापानी पनि तराईका अरू जिल्लाहरू जस्तै नै हो। बरु के त? बरु केही विश्लेषणहरूले के इङ्गित गर्छन् भने यो शैली झापाको मौलिक गुण नभएर सीमापारीबाट आएको हुन सक्छ। सीमापारी भारततिर? हो, विशेष गरी भारतको बिहार अनि पश्चिम बङ्गाल। त्यसमा पनि दार्जिलिङ, कालिम्पोङतिरको गफाडी शैलीको प्रभाव हुन सक्ने तर्क छ। यो सिकेको वा आयातित विशेषता हो कि भन्ने विश्लेषण पाइन्छ। एउटा उदाहरण पनि थियो नि कतै, बिहेमा जुत्ता लुकाउने चलन जस्तै रे, त्यो पनि बाहिरबाट आयो, पछि आफ्नै जस्तो भयो। हो, ठ्याक्कै त्यस्तै। प्राप्त लेखहरूमा के देखिन्छ भने नक्सलवादी आन्दोलनको बेलाको घुलमिल अनि दार्जिलिङे लवज, गीत सङ्गीतको प्रभाव, त्यसले गर्दा अलि बढाइ चढाइ गरेर वा अपत्यारिलो सुनिने गरी कुरा गर्ने शैली सीमावर्ती जिल्लाहरूमा भित्रिएको हुन सक्छ। भनेपछि यो झापाको ओरिजिनल गुण होइन, सिकेको कुरा हो भन्नेमा जोड छ। हो, धेरैजसो विश्लेषणले त्यतै सङ्केत गर्छ। मौलिक भन्दा पनि सिकेको पनि प्रस्तुत गरिएको रहेछ है सामग्रीमा। सुन्ने मान्छेको भूमिकाबारे यो चाहिँ अलि अप्रत्याशित लाग्यो मलाई। त्यो निकै चाखलाग्दो र अलि विवादास्पद तर्क पनि हो। केही स्रोतहरूले के उठाएका छन् भने नेपालको राष्ट्रिय औसत बौद्धिक क्षमता आइक्यू र भावनात्मक क्षमता इक्यू को स्तरलाई पनि हेर्नुपर्छ कि भन्ने छ। आइक्यू र इक्यू, त्यो भनेको? आइक्यू भनेको तार्किक र विश्लेषण गर्ने क्षमता भयो। इक्यू भनेको चाहिँ आफ्नो र अरूको भावना बुझ्ने, त्यसलाई व्यवस्थापन गर्ने क्षमता। केही रिपोर्टहरूले नेपालको औसत स्तर विश्वमा तुलनात्मक रूपमा अलि कम रहेको देखाएको प्रसङ्ग उठाएका छन् स्रोतले। अनि
यसको मतलब के भयो त? के झापालीहरू खतरा छन् भन्ने सोच वा उनीहरूले सजिलै अरूलाई प्रभाव पार्छन् भन्ने विश्वासमा सुन्ने मान्छेको आफ्नै अवस्थाको पनि भूमिका छ भन्न खोजेको हो? स्रोतहरूले ठ्याक्कै यही प्रश्न उठाएका छन्। उनीहरूको तर्क कस्तो छ भने वा जापाली भनेर प्रशंसा गर्ने प्रवृत्ति होस् वा कतिपय नेताहरूका अतिरञ्जित वा सुन्दै अप्ठ्यारो लाग्ने क्रिन्ज कुराहरू पनि सजिलै पत्याउने जुन चलन छ नि, त्यसलाई दर्शक वा श्रोताको औसत आइक्यू इक्यू स्तरसँग जोडेर हेर्न सकिन्छ कि भन्ने विश्लेषण छ। उदाहरण पनि दिएको थियो कि? थियो। जस्तो पूर्व प्रधानमन्त्री ओलीका कतिपय अभिव्यक्तिहरूले देशैभरि ठूलो चर्चा पाए हैन, अनि धेरैले त्यसलाई सहजै स्वीकारे पनि। यसलाई पनि त्यही कम आइक्यू इक्यूको कोणबाट हेर्ने प्रयास भएको पाइन्छ सामग्रीमा। अलिक गम्भीर आरोप भएन र यो? हो, यो संवेदनशील विषय हो, तर स्रोतले प्रस्तुत गरेको तर्क यस्तै छ। उनीहरूले कम इक्यूका केही उदाहरण पनि दिएका छन्। कस्ता उदाहरण? जस्तो कि समाजमा देखिने चुच्चे र थेप्चे जस्ता सतही कुरामा हुने द्वन्द, गोरु काटेको भिडियो भाइरल हुँदा देखिएको अत्यधिक भावनात्मक उत्तेजना, अनि धरानका मेयर हर्क साम्पाङको मिशनरी जस्ता अभिव्यक्तिलाई लिएर भएको चर्को प्रतिक्रिया। तथ्य जाँचै नगरी धारणा बनाइहाल्ने हतारो। हो, त्यो त सामाजिक सञ्जालमा झन् देखिन्छ। हो नि, त्यही सामाजिक सञ्जालमा देखिने क्यान्सल कल्चर, कसैलाई उसको भनाइ वा कामको आधारमा पुरै बहिष्कार गर्ने प्रवृत्ति, सुरक्षा पन्त प्रकरणको उदाहरण पनि दिएको छ। अरू? आफ्नो जातीय वा क्षेत्रीय पहिचानमा अति गर्व गर्ने तर आलोचना सुन्नै नसक्ने, अनि राजनीतिक वा वैचारिक रूपमा यति विभाजित हुने कि व्यक्तिगत गालीगलोजमै उत्रिने, यी सबै कुराहरू कम भावनात्मक परिपक्वताका लक्षण हुन् भनेर स्रोतहरूले उल्लेख गरेका छन्। भनेपछि त कुरा अलि जटिल पो रहेछ। हो, यो बहुआयामिक विषय हो। त्यसो भए यी सबै विश्लेषणहरूलाई हेर्दा अन्त्यमा निष्कर्ष के त? के झापालीहरू साँच्चै गफाडी र धूर्त नै हुन् त? स्रोतहरूको निचोड के रह्यो? समग्रमा हेर्दा नि स्रोतहरूको निचोड यस्तो देखिन्छ। अहिलेको राजनीतिक र सामाजिक प्रभाव हेर्दा झापालीहरू चलाख वा गफाडी छन् भन्ने कुरा सत्य जस्तो देखिन सक्छ। तर यो उनीहरूको मौलिक गुण होइन, यो सीमापारी भारततिरबाट सिकिएको वा भित्रिएको विशेषता हो भन्नेमा जोड छ। अनि यो धारणा यति बलियो हुनुमा? हो, यो धारणा यति बलियो हुनुमा सुन्ने मान्छेको अवस्थाको पनि भूमिका छ। उही लाटोको देशमा गाँडो तन्नेरी भने जस्तै। सनसनीपूर्ण वा बढाइ चढाइ गरिएका कुराहरूलाई सजिलै पत्याउने जुन प्रवृत्ति छ, जसलाई स्रोतहरूले कन आइक्यू इक्यूसँग जोडेका छन्, त्यसले पनि यो धारणालाई बल पुर्याएको हो भन्ने विश्लेषण छ। भनेपछि जस्तो जनता उस्तै नेता भन्नेतिर गयो कुरा। स्रोतको विश्लेषणले त्यस्तै सङ्केत गर्छ। यसको मतलब यदि शिक्षा, स्वास्थ्य, सामाजिक चेतनाको स्तर बढ्यो भने यस्ता धारणाहरू बिस्तारै कमजोर हुँदै जान्छन् त? हो, स्रोतहरूले त्यस्तो आशा व्यक्त गरेका छन्। भविष्यमा सुधार हुन सक्ने सम्भावना देखेका छन्। ल, आज हामीले यो झापालीहरू गफाडी र धूर्त हुन्छन् भन्ने पुरानो भनाइ र अहिलेको यथार्थलाई विभिन्न कोणबाट हेर्यौं। हो, हामीले प्राप्त सामग्रीका आधारमा यसलाई केलाउने प्रयास गर्यौं। मुख्य कुरा के देखियो भने यसको जड झापाको मौलिकतामा भन्दा पनि छिमेकी प्रभाव र सुन्ने मानिसहरूको सामाजिक मनोवैज्ञानिक अवस्थामा खोजिएको रहेछ। र अन्तमा एउटा प्रश्न चाहिँ मनमा खेलिरहन्छ, भविष्यमा जब नेपालमा शिक्षा, आलोचनात्मक सोच्ने क्षमता अनि सामाजिक समझदारीको स्तर साँच्चै बढ्ला, के यस्ता क्षेत्रीय वा सामुदायिक आधारमा बनेका स्टिरियोटाइपहरू, यस्ता धारणाहरू आफै हराएर जालान्? कि यस्ता धारणाहरू बन्नु र टिकिरहनुमा हामीले नसोचेका अझ गहिरा सामाजिक सांस्कृतिक कारणहरू पनि छन् कि? यो चाहिँ साँच्चै सोचनीय विषय हो। यो प्रश्नमा घोत्लिनु आवश्यक छ।